यहाँ आफ्नै घरका 4-5 जनालाई खाना बनाउँदा त उनीहरूको चित्त त बुझाउन सकिन्न। कहिले तेल धेरै भयो, कहिले नुन धेरै भयो, कहिले मसला धेरै भयो भन्छन्। यहाँ 10-15, 15-20 घर खाना बनाउँदा सबैको चित्त क्यारी बुझाउन सकिन्छ र नि गरे हो किन भन्नुहोस् न। आफ्नै घरका बुढाले त यस्तो भयो उस्तो भयो भन्छ नि त, कसका बुढा हुन्, कसकी बुढी हुन्, कसकी बुढी हुन्। अनि हामीलाई त पैसा दिन्छन्, उनका वचन टुङ 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 सुनिरहेर काम गर्दा पनि कहिलेकाहीँ चुटुक्कै छोडेर घर गएर आफ्ना छोराहरूलाई अँगालो हालेर बसिराख्छन् जस्तो हुन्छ कि हो किन भन्नुहोस् न। कतिको चित्त बुझाउन सकिन्न नि। भरे मटर पनिर बनाउँदैछु, भात बनाउँदैछु। यस्तै हो परदेशी जिन्दगी भनेको, कहिले सुख आउँछ कहिले दुःख आउँछ। सुख दुःख फेरि कति दुःखका भिडियो बनाइ भनेर मेरो आफन्तहरूलाई रिस उठ्छ। सुखमा छन् नि त हामी दुःखी मान्छे, दुःखका भिडियो हेर्न मन पर्दैन उनीहरूलाई। कति हाँसेर मात्रै बोल्नु, कहिलेकाहीँ मनका कुरा पनि त बोल्नु पर्यो किन भन्नुहोस् न।